सो अलराइट गाइज वेलकम ब्याक है त हाम्रो चोक्रे भ्लगमा। आज यस्तो दामी छ जोस् घाम लाग्छ होइन, नयाँ नयाँ पातहरू पलाउन सुरु हुँदैछ। अब 1-2 हप्तापछि चाहिँ दामी हुनेवाला छ कि यो ठाउँ छ नि, फुलै फुल होइन। अहिले त्यस्तो खाली छ, तर यही ठाउँ अब 1-2 हप्तापछि दामी हुनेवाला छ। अनि आज चाहिँ हाम्रो सचिन दाईहरू श्याम दाईहरू फोन गर्नुभएको थियो अघिदेखि। मार्ने बेला भइसक्यो, म ढिला भइसकेँ। खै कतै निस्किने बाहिरतिर भन्नुला, कहाँ निस्किने थाहा छैन। जसमा जाँदैछु दाईहरूकोमा, राइस केटो एक्लै भयो घरमा। अस्ति मलाई छोडेर गयो त्यो टोरन्टो, ठिक्क पऱ्यो। आज मैले छोडेर हिँड्दै मैले सरसफाइ गरेर बस्छु केटो आज होइन। त्यही होला, बाँकी कुरा अहिले भेटेर गरौँला। लाग्दैको अहिले चाहिँ म मार्ने बेला भइसक्यो है त। ठिक छ दाइ, मलाई नमार्नु है। के छ दाइ, हाम्रो श्याम दाइ नचिन्ने मान्छे त छैन। सचिन दाइ बाहिर आएर अङ्कमाल गरौँ हो र, त्यस्तो अङ्कमाल गर्नु मन लाग्छ। के छ मेरो दाइ, को छोरी हो, कस्तो हिरो हो त नि कपाल काटेर। कस्तो हो त नि कपाल काटेर चटक्को। चाहिँदैन कहाँ जाने हो त नि दाजु, भने रन्केरै हिँड्ने खालको त्यसै बाटो जाने। को ड्राइभर आज होइन, आज तेरो दाइले चलाउँछ है क्या हो। मैले चाहिँ ल हामी अब जाँदैछौँ। हाम्रो मोटर सुन्दर दाइलाई हामी त्यहीँबाट पिक गर्छौँ। म कहाँ बसौँ त दाइ, साँच्चीकै त हान्दै कहाँ जाने भनेर। बाटै हिँड्दैन अब। हिरो देखाएको छ हो, हिरो कबिर सिंह हो नि त हाम्रो कबिर सिंह। खै यता हेर्नु त हफी मारेको छ त। आइला लाग्दैको हामी चाहिँ लुगा लगाएर हाम्रो श्याम दाजुलाई। भाउजू अलिक केयर गरिदिनु पर्यो है, फोनबाटै भयो पनि है। दादा हेर्नु त कस्तो क्युटी भयो, क्युटी भएर हो, हाट भएर। सचिन फेरि त रिसाउनु उसको दाजुलाई मात्र भन्नु। मलाई गाली गर्नु कहाँसम्म हो भाइ, कहाँसम्म हो, भाडा छ कि छैन? कि त सुन्दर दाइ, सुन्दर दाइले फोन गरेर बिहानै नाम लेखाइहाल्नु दाइहरू ल राखेँ। दाइ लजाउनुहुन्छ कि, लजाउनु छ क्या हाम्रो दाइले। फेरि नामै काफी छ सुन्दर, यति सुन्दर कि सुन्दरताको खेला हेर भन्नु न तपाईँले। लोकेसन हाने क्या 1 घन्टा त्यहाँ, 1 घन्टा 48 मिनट छ। कहाँ जाने भन्नु नि त, भनिदिनु न। सरप्राइज हो नि यार, हाम्रो भ्युअरहरूलाई नि हल्का केही त सस्पेन्स त राख्नु पर्यो नि त। त्यसै चल्छ भिडियो, कस्तो कुरा गरेको। हस् दाजुहरू पुरो मान्नु पर्यो, फेरि झार्दियो भने गाडीबाट गाह्रो। ल अब चिया कफी खाइन्छ भनेको तरुनी आइहाल्यो यार। कहाँ होला यो, टिलबोरी रे के हो यो? टिलबोरी हो, मलाई शङ्का त लागिरहेको थियो। हाम्रो गुरुजी आज ओहो दाइ टी सर्ट त मारेको छ त यार, मारेको छ। बुढाबुढी यसरी जाँदै दामी छ है आज है, सबै कुरा दामी छ।
सबै कुरा म त कुरा नगरौँ, दाइ कुरा नगरौँ, मौसमको कुरा नगरौँ। अनि नगर त्यस्तो कस्तो लिएर गयो त म किनेर आउँछु। कफी अर्डर गर्नुभएको थियो हजुरले? धन्यवाद मेरो भाइ। अरू केही लिनुहुन्छ? अरू अलिकति फेरि आइस फ्राई ल्याइदिउँ कि? आइस फ्राई ल्याइदिउँ कि? बस्ने हो कि गाडीमै बस्ने हो? ल लाग्दै होला हामी चाहिँ, तर लास्ट चिसो रहेछ है। ठिक्क भएर मैले ज्याकेट लगाएर आएको ठिक गरेको अहिले ठिक गर्छ नि। म दिन्न नि अब त। म ट्राउजर चाहिँ दिन्छु दाइ भयो। ल जाउँ हाम्रो मोटरमा अब सर ल। मुस्कानका धनी हुनुहुन्छ हाम्रो यहाँ सचिन काफले जुन आज ड्राइभ गर्दै हुनुहुन्छ। 420 है 420 किन भन्दाखेरि आज 4 महिना 20 तारिक यहाँ हुनुहुन्छ हाम्रो ब्लग प्रेमी ब्लगर सुमन भाइ, जसको ब्लगमा हामी कहिले कहिले मात्रै देखिन्छौँ। कहिले कहिले जन्मेकै दाइहरूलाई भेटेर हो फेरि। ओ जन्म दिएको कसले भएको यो मान्छेको फोनबाट हो। केस नम्बर 420 हाजिर हो। मुस्कानको धनी अब हामी छौँ यहाँ। ल है ल अहिले हामी विन्सरबाट प्रसारण गरिरहेका छौँ। साथमा हुनुहुन्छ सुन्दर दाई, सचिन दाई। दामी रहेछ विन्सर चाहिँ। ल मलाई चाहिँ मन पर्यो है। त अलिअलि फुली पनि सकेछ होइन? एकछिन भ्यू हेरिन्छ तपाईँको। फेरि अर्को पार्क हुन्छ, फेरि अर्को पार्क। आज त मारेको पनि हो नि। कोभेन्ट्री गार्डन जाने यसपछि। ओके के हुँदैन घन्टा घर हो क्या हो? मुमिनको लाइट हाउस हो क्या हो? मजा आएन? आएन दाइ? आएन मजा। यो अर्को ठाउँ जाने होइन? अब अर्को ठाउँ जाने। यो त जस्ट इन्टर हो नि। यो जस्ट बिचमा छिराउनुलाई यस्तो मार्न त बाँकी नै छ नि। कहाँ मार्नु त? मारेको छ भन्छ नि भाइले। ठाउँमा पुगिन्छ तब बल्ल मार्न पर्छ दाइ। तब हिट गर्छ नि कुन स्पट र केटा। ल सही चल्देको ल दाइ यार। स्पाइडरम्यानै अड्केछ यार। अब भरोसै कसो गर्ने स्पाइडरम्यानै यस्तो रुखमा अड्केपछि। विन्स्टरको यो स्पाइडरम्यान खत्तम रहेछ दाइ यार। भरोसा गर्न लायक कोही भेट्दैन। स्पाइडरम्यानै रुखमा अड्केपछि त अनि। फनी घुम्न त घुम्न आएको साँच्चै फनी घुम्ने दाइ यार। पार्किङ गर्न अलि गाह्रो भएको अवस्था छ। यहाँ छ भाइ हामी विन्सरमा छौँ। डेट्रोइट प्यारिस छ तपाईँको। पार्किङ पनि लियो तपाईँको। विन्सरमा छौँ, पारिपट्टि युएस आँखा अगाडि छ तपाईँको। स्याउसी छ है हो र? दामी है। विश्राम गर्ने ठाउँ छैन। मलाई पनि त्यस्तै भइरहेको थियो। शौचालय खोजौँ न त एउटा। शौचालय घुम्दै भेटिन्छ होला उतातिर। कोभेन्ट्री गार्डन हो यो। उता चङ्गा उठिरहेको रहेछ त यार। मडाइरहेको छ किन भन्दा दादाहरू डनहरू लन्डनको डनहरू है फेरि। पौडी खेलेर गइदिउँ क्या हुँदै म त अमेरिका। यस्तो छ है त हाम्रो नजारा तपाईँको 360।
पढिन्छु भन्ने मान्छे पो हुनुहुन्छ हाम्रो त्यस्तो के अरे त्यहाँ गएर रोक्ने भन्ने केही छैन नि त ततै म लुगा सो खोलेर जान्छु लुगा कार्गो गरेर पठाइदिनु एउटा किन्छु म चल्दैको ल अब एकछिन डुल्छौँ हामी हिँड्छौँ यहाँ होइन पार्क त जहाँ पनि छोडिँदैन नि होइन सचिन दाइ के हो एकछिन लुगा त्यो भ्लग बन्द गरेर ला सिक्रेट कुरो हुँदैछ है म चाहिँ आइस फ्राई खान्छु दाइ आज एकदम होइन त्यो आइस साँधो खानुपर्छ कहाँ फ्राइडे अन्त तातो भयो यार डुलाउँ एकछिन सक्दैन नि फेरि है हाम्रो रैला ग्याङ म त हेरेकै भइरहेको छु युएस अमेरिका भनेको अमेरिकै हुँदो रहेछ है ल अमेरिका भनेको अमेरिकै हुन्छ डेट्रोइट दामी दामी ल दाइ चाबी कहाँ छ यसको ल्याउनु भएन दाइ यसको चाबी निकाल्नु न ल है हामी एकछिनमा गफै त हो नि सम्झि 1.5 लाखको चाहियो भने जस्तो यहाँ खेल्ने बच्चाहरूलाई कस्तो रमाइलो हुन्छ होला यस्तो यस्तो भ्यू हेर्दै होइन झट्ट ल एकछिन घुम्ने होइन अब चाहिँ पेट पूजा गर्न जाने होइन हल्का पेट पूजा गर्न जान्छौँ अनि त्यसपछि फेरि हामी नाइट भ्यू हेरेर फर्किने होइन दाइ के हो त्यही हो ल पेट पूजा गरेर फेरि यहाँ आएर चट्ट भिसु हेरेर तपाईँको फ्याक्ट्री लन्डन जानुपर्ने हुन्छ ल है त अहिलेलाई चाहिँ टेलिफोन राखौँ होला हस्ता नमस्ते ग्याङहरू पुरै भोकले चाहिँ भन्नुहुन्छ भने के त उदास भएको जाडो भएको अरे मेरो बाल चलो चलते थे चल्दिएको ल नमस्ते फ्रम द टप अफ द वर्ल्ड जमला जम कति सानो हो त नि हामी अटिन्छ त यहाँ हामी अटिन्छ त हाम्रो दिदी हुनुहुन्छ है दिदी चार्जर छ हामीसँग टाइप सी को छ भने एकछिन गरिदिनु न नमस्ते खिच्न मिल्छ ल हाम्रो भ्लग हो शान्ति न हाम्रो दिदीलाई पनि स्वागत छ हाम्रो भ्लगमा दिदीको हातको मिठो मिठो खाइन्छ दादा के खाइसिन्छ हामी जिन्सी के छ त ए दादाहरूको चोइसमा खाने ल नखाने भात त अहिले हामी उत्सवका साथमा छौँ होइन उत्सवको साथ दादाहरू अलि हङ्ग्री अलिक भोक ए भ्लगमा है को छेत्रिनी हो ल सर आउट फर छेत्रिनी है छेत्रिनी भाउजू कुन ठाउँ हो त दाइ यो कुन ठाउँ हो कोही लमजुङ भन्छन् कोही पोखरा भन्छन् ल कसलाई थाहा छ यो ठाउँ ल कहाँ दाइ धम्पुस भन्छ म चाहिँ धम्पुस तपाईँ क्या कहाँ भन्नुहुन्छ दाइ ल कसलाई थाहा छ यो ठाउँ कसैलाई थाहा छ भने कमेन्ट गरिदिनु नि त दामी लाग्यो त नेपाली लाइफ अनि यहाँ को दिदीहरू नि दाउरा बोकेर आउँदै हुनुहुन्छ कसको सुन्दरताको राम्रो रहेछ ठाउँ ल मन पर्यो हाम्रो नेपालीको सानो चुटुक्क परेको होइन हाम्रो नयाँ सब्सक्राइबर्स थ्याङ्क यू दिदी दिदीको च्यानल नि मैले सब्सक्राइब गरिदिएछु ल दिदी खुसी लाग्यो भेटेर सी यू नेक्स्ट टाइम हस् बाई ल ब्याक टु सेम स्पोट आयो होइन अब एकछिन नाइट भ्यू हेरिन्छ त्यसपछि चाहिँ जानुपर्ने हुन्छ है ओ हेर न मस्टाङ यस्तो भइसक्यो मस्टाङ आउँछ
ल श्याम दाइ जाने हो जाने हो अब फर्किने होला ओके कति टाइम लाग्छ भयो कति टाइम लाग्छ हामीलाई लन्डन लगभग 2 घन्टा ओके छ त ओज्न लागेको छ 11 बजीसम्म पुग्छ भइला होला छ लगभग हाम्रो साउन्ड राम्रो आएन होला ल हामी फर्किन्छौँ अब यस्तै भयो भ्यू यस्तो रोड ट्रिप ब्याक टु रोड ट्रिप 360 भ्यू फ्रम विन्स्टर ल बाई बाई ल घरको जाडो भयो जाडो त मलाई भएन मेन जाडो सुन्दा दाइले भएर मजा आयो आजको दिन त वाइल्ड मजा आयो क्या टोलीहरू कुदिरहन् रमाइलो भयो अर्कोचोटि भेटौँला फेरि घुम्न जाँदै गर्नुपर्छ थ्याङ्क यू सो मच रमाइलो भयो भेट्दै गरौँला ल गुड नाइट सी यू मैं गाली नहीं दे सकता गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखेंगे